हाई गाइस, नमस्ते। कस्तो हुनुहुन्छ तपाईँहरू? ठिकै हुनुहुन्छ होला, सन्चो सुखिस्तै हुनुहुन्छ होला है। धेरै दिन भयो भिडियो नहालेको, आफ्नो घरमा थिएन, यसो बिमार भएर यताउता कुद्यो ठिक्क मर्नु परेर हो, तल माथि कुदाकुदै आफू पनि जान आँटिसक्यो। घरमा आएको त हेर्नु न, बारीमा चाहिँ डङ्गै इस्कुसको माछा लडेछ, मजाले फल्दै थियो हो। अब उठाउनु जाने, यो पानी आउँछ, हावा त्यस्तै, पानी पऱ्यो भने त्यस्तै हो, पानी परेन भने घाम लाग्यो भने त्यस्तै डरलाग्दो लाग्छ हो। न घरमा केटा मान्छे छ उठाउने, यहाँ तल बारी त के भन्नुहुन्छ तपाईँलाई देखाउँछु ल। ती मेहनतले रोपेको दुःख लाग्छ, रुनु मन लाग्छ क्या। हेर्नुहोस् लाइस, अब चाहिँ हामी बारी गएको, बारी के यो त मनपर्छ भने सबैजनालाई। यसलाई भन्छ जरिङ्गो सब मिठो हुन्छ, तर मेरोले खाँदैन हो, म मात्रै खान्छु यो टकटक भजाएर। ए नानी कस्तो दामी भन्छ हौ भसौँ, एक छाक पुग्ने रहेछ, कस्तो दामी हुन्छ यसको सब्जी, मिठो हुन्छ। हेर्नु न कस्तो दामी हुन्छ यसको सब्जी, म चाहिँ खान्छु कि मेरो छोरीले खाँदैन हो। आउनु तपाईँहरूलाई पनि मनपर्छ भने खानु। जरिङ्गोको साग अलिकति भएन सुहाउनु पनि, हेर्नु न यत्रो बिटा देखाउनुहोस् र तँ, यत्रो बिटा भएछ हेर्नु न। जरिङ्गो यो चाहिँ यता साइडपट्टि रोपिदिइहालेको नि त, हाम्रो यता चाहिँ सबै बारिरहनु भएको छ। उम्रेको पनि रोपेको नि होइन, यो चाहिँ साइडमा हामी सबै बारिरहेको छ नि त, अनि त्यसमा लहराहरू जानु सजिलो पर्छ जेको पनि। होइन माझ लडेर त्यो उयो पल्टेर, माझ लडेर भनेपछि सरी, माझ पल्टेर त्यस्तो हुन्छ, लडेको पनि भन्छ नि त कसैले। हजुर खोर्सानी हेर्नु न, आउनु तपाईँहरूलाई पनि मनपर्छ। मम्मीको युट्युबको मम्मीको युट्युबको साथीहरूलाई खानु मन पऱ्यो भने आउनुहोस् यता भाउजू। कहाँबाट उम्रेको कि हेर्नु खोर्सानी, यहाँ पनि छ खोर्सानी, यहाँ पनि, यहाँ छेउमै डल्ले खोर्सानी, नेपालीमा फेमस डल्ले। यहाँनिर फर्सीको मुन्टा, तपाईँ यसमा हालिरहनु त। हेर्नु सिमी, हेर्नु सिमी फुलेको, यहाँ सिमी आउँछ, सिमी अब राम्ररी नै हेर्नु सिमी नै हो सबै, धेरै लतो हो। यो ठुलो बिहे हो, यहाँनिर यहाँ हुँदैछ। अघि बिहानै टिपिहाल्नु भयो, यो खालके हुन्छ, यो खालके हुन्छ, यो खालको ठुलो यस्तो हुन्छ। अन्त त्यहाँदेखि काँक्राहरू सिमीहरू हेर्नु, सिमी फलिरहेछ। काँक्रा फल्दैछ भर्खर, काँक्रा कति छाक खाइसकेर यो चाहिँ हट्नु त। हेर्नु न यहाँ पनि छ काँक्रा, यहाँ पनि छ काँक्रा, सिमी त मजाले फल्दैछ, सिमी यहाँ ड्याम्मै छ। काँक्रा कति खाइसक्यौँ हामीले। अन्त करेला है पर फुल्दैछ, यता सानो भएको, यहाँ चाहिँ अदुवा छ, यहाँ चाहिँ माझी यसरी झरिरहेको छ, कसरी उठाउनु पर्ने हो। अब के गर्नु, मान्छे नहुनु जति साह्रो नि केही होइन, उठाउनु हुँदैछ ल। एकछिन ल, म एकछिन ल। ए इस्कुस पनि फलेछ, के गर्नु के पर्खिनुहोस् ल, तपाईँहरूलाई म फोन चाहिँ यो देख्ने अब मिल्दैन रहेछ नि, त्यहाँदेखि
त्यस्तो मिलाउन आँटेको थिएँ कि गाइस भएन त यी कचेलहरू काटिदिनुपर्छ होला हौ फोनै अड्किँदैन रहेछ गाइस न तपाईँहरूलाई म यहाँ हालेर मिलाउनु ए सेटअप मिलाऊँ भनेको त पर्खिनु ल इस्कुस ड्याम्मै छ अझै पुरा छ इस्कुस कि एकछिन पर्खिनु ल अगाडिबाट देखाउँछु तपाईँहरूको लतो भ्लग चाहिँ यस्तो गर्नु हुँदैछ यो उचाल्नु कोसिस त गरेँ नि तपाईँहरूले देख्नुभयो होला भिडियोमा हो पर अड्काएर भरे निस्केन नभए कति इस्कुस थियो जुसी बनाएर यहाँ हेर्न सिमी त यताभरि छ ड्याम्मै छ यताभरि पर पनि ड्याम्मै छ यसो तान्नु हुँदैछ हो अन्त रायोको सागको र मम्मीको भुँडी पनि दुख्दैछ नि त स्टोन भयो जस्तो लाग्दैछ पत्थरी झार खानु भन्दैछु खै अन्त यहाँ चाहिँ हेर्न बिरुवा आफै आइरहेको छ नि मम्मीले त्यो छरिदिनु भएको थियो त पहिल्यै अन्त यहीँनिर थियो पुरा रायोको साग अन्त बिरुवा हेर्नु न रायोको सागको ड्याम्मै आइरहेछ हुन्छ होला त अन्त यो चाहिँ के अरे मम्मी कुन चाहिँ साग अरे यो लाल साग हो यो चाहिँ अन्त मलाई मन पर्दैन मम्मीलाई मनपर्छ त्यस्तो मलाई त मन पर्दैन सागहरू अन्त यसरी फल्छ यो बिँ चाहिँ ठुलो बिँ हो नि त अन्त यहाँ पनि फलिरहेको छ खै एकछिन ल चुट्यो भने हामीले मार्नुहुन्छ है अन्तखेरि चाहिँ यहाँनिर फुल यसरी फुल्छ त्यहाँनिर फल्छ बोट त्यस्तो हुन्छ हो खाने मान्छे कोही छैन हेर्न पुतली अन्त पहिला त्यो ग्रुपकोबाट चाहिँ कोइलर दिनुहुन्थ्यो नि त त्यसको लागि चाहिँ आमाले चाहिँ यहाँनिर खोर पनि बनाउनु भएको थियो कुखुरा जन्मेर कहिले मतलब मम्मी जन्मेदेखि कहिले कुखुरै पाल्नु भएको थिएन नि त त्यस्तो आइडिया पनि थिएन र पनि ट्राई गरौँ भनेर हामी चाहिँ एक्साइटेड भएर यहाँ खोर बनायौँ भरे कहाँ सक्दैन रहेछ अन्त त्यतिकै बाँड्दिनँ हामीले त त्यतिकै मम्मीले चाहिँ सबै गर्नु आउँछ अलराउन्डर हुन्छ मेरो लतो चाहिँ कच्चा खुकुरी सब चलाउनु आउँछ यहाँ कच्चा खुकुरी अन्त सबैको बेस्ट डल्ले हेर्नुहोस् न डल्ले लहरै देखाउने हुँदा गाई टमाटर पनि ठुलो टमाटर हो यो हो टमाटर सब फल्छ हाम्रो बारीमा त के को कमी छैन एकछिन ल तपाईँलाई म अर्को फ्रन्ट क्यामेरा गरेर देखाउँछु पुदिना छ अहिले तपाईँलाई म टुर गराउँछु ल एकछिन ल मम्मीले बोलाइहाल्नु भयो है फोन त्यही गाइस हामी कता कता अड्काउँदैछ हामीलाई मात्रै थाहा अलिकति झन्डै लडे अब यो के गर्नु लोप लाग्यो हो अब यसलाई उचाल्नु टुप्पाबाट उचाल म फेदमा अब त्यही उचाल्न आँटेको एकछिन ल यहाँनिर अघि त्यहाँ राख्नु पर्दैछ मैले पनि है क्लियर आउँथ्यो होला नि उचाल्दै गर्नु सकेमा त अनि अघि त के गर्छ त्यसै होला हौ एकछिन ल यहाँ अझै अर्काउनु हुन्छ नि त यो गाडिदिनु भयो गाडेँ त यहाँ अझै अर्काउनु आयो आयो मलाई अर्काउनु ल्याएँ ल्याइस् सिधा भयो ए सिधा जानु त अलिकति यता नै अर्काउनु लाउनु आँटेको रहेछ नि त यसो यहाँ ढुङ्गा लगाइदिउँ बरु त्यो लोप भनेको चाहिँ नि लोपको भाँडा चाहिँ कहिले भरिँदैन अघि मुनि हाल्नु इस्कुस टिपेर इस्कुस पुरा भरेको इस्कुस पुरा भरेको खै हो पनि भरेको यहाँ पोला कहाँ छ भने अब यसको खाल्डा डुलै थाहा छैन कुम्मपट्टि गरेर हेरेँ इस्कुस चाहिँ कस्तो चिचिलामै लागि आएछ एकछिन ल गटिट इस्कुस चाहिँ चिचिलामै सरी झन्डै लगे
अन्त अलिक जानु त त्यो दुईलो त देखिरहेको छ घाँसै घाँस त्यो गाडिदिनु त त्यहाँ ढुङ्गा राखिदिनुपर्छ अगाडि यो मासु नै तल भएछ है कति काटिन्छ काटियोस् ल ओइलोस् ल म त पुरा चिप्लिँदैछु दे ए काच्यादिन आँटेको आमालाई फोन तपाईँहरूलाई पनि लानु पऱ्यो उतै ल किन यता राख्नु है यहाँ हेर्न काटिदिनु यहाँ हेर्न चिचिला गाइस फोनै अफ भएर चाहिँ नि पनि एउटा सब्जी नै हो त्यो पनि लुडे लुडे हो कि ठुलो खालको हो कि के चाहिँ ठुलो खालको लुडे सब्जी हो यहाँ हेर्न कस्तो ड्याम्मै छ त्यो मधेस हान्थ्यो यो तलैदेखि खाँदो रहेछ मान्छेले हो बिक्री हुँदो रहेछ यहाँ त अब हामी त दुईजना भएर होला वास्तै लाग्दैन र पनि नफालेको क्या यसको बिरुवाहरू झरेर यहाँ उम्रोस् न भनेर यहाँ न टमाटर झन् ड्याम्मै छ यहाँ त यहाँ छ खोर्सानी डल्ले खोर्सानी डल्ले डल्ले यसलाई भन्छ कि हाम्रो बारीमा त फेरि किसिम किसिमको सिबी छ क्या भेराइटीको सिबी छ यहाँ अर्कै त्यहाँ अर्कै त्यहाँ पर अर्कै छ सबै चिज खानु पर्यो नि यति बारीमा होइन यति चाहिँ ढुक्क छ हामी किन्दै किन्दै त खानु पर्दैन बारीमा हुँदा अर्ग्यानिक सबै राम्रो हुन्छ नि बेथु पनि छौ पर अलिक पर लान्छ म तल आउँदिनँ हौ मच्छरले छिर्यो कि उहाँ अगाडि गाइस बेथु पनि छ पर त्यो कुन चाहिँ साग त्यो परको कालो कालो ब्लड आउने साग त्यो पोइ साग त्यो चाहिँ कहीँ उता सिलगढीतिर पाउँछ त्यतिर बेसी पाउँदैन हो त्यो साग खायो भने चाहिँ छिटो ब्लडहरू आउँछ अन्त मम्मीले त घरमै रोप्नु भएको त्यस्तो यो त के पिण्डालु है पिण्डालु दुधमा नै ए दुधमा नि यो पनि मिठो हुन्छ मजाले फ्राई गरेर खायो भने अहिले माथिल्लो बाटो जाँदा यता जाउँ न हर्दी उयो माथि छ धतुरो यो त मैला डराउने जग्गा हेर्न मैला डराउने जग्गा चाहिँ म त च्यादरमाथि डराउँछु क्या घिन लाग्छ नि त सोरेर फ्याँक्नु सजिलो हुन्छ भनेर यो चाहिँ म फुलबारी बस्थेँ कि त्यहाँबाट बिउ ल्याएर रोपेको हेर्नु न माथि जानु आँटेको चाहिँ म अब ला खोर्सानी नि ढल्यो यसमा चाहिँ उयो हालेको धनियाँ धनियाँ छ उयो धनियाँ यो चाहिँ यहाँ पुदिना छ यहाँ चाहिँ हाइडिन्छ हर घर झल्की अरे झल्की यो बनाएकै छैन तिनीहरू आएकै छैन ऊ यहाँ पुदिना अब कुनै दिन मम्मी कस्तो अब कुनै दिन मम्मी फ्री भएको बेला तपाईँहरूलाई मम्मीको यो के होम टुर अरे यो बारीको टुर गराउनुहुन्छ डल्ले खोर्सानीहरू नि झ्याप्पै आइरहेछ ल त्यो गाइजहरूलाई देखाउनु तपाईँको फ्रेन्ड्सहरूलाई सागको बिरुवा लिँदैछ यहाँ हेर्नु न भाजुन्जेलले हात भाजुन्जेलले यहाँ हेर्नु न आमा झरेर के यहाँ हेर्नु त मेरो मेहनत अब अलिअलि बारी हुँदा रोप्नै मनपर्छ हो के रहेछ यहाँनिर छ नि डल्ले खोर्सानीहरू अझै टिपिन यो यहाँभित्र नि यति छ यसमै हाल्नुपर्छ कि यहाँ हेर्नु न यो मोमो खानुपर्छ यसको अल्लोको यो मुन्टा बिहान टिपेर ल्याएको हेर्न मुन्टा टिपेर ल्याएको यो खानै छ निङ्गुरो पनि ल्याएको छ होइन यहाँ बिच छ यहाँ फर्सीको मुन्टा बारीको यहाँ अघिको साग उयो गाजर यी करेला बारीको हेर्नु न करेला पनि यत्रो भएको छ हो एउटै फलेको थियो नि त एउटै फल्यो अन्त अस्ति टिपेको देखाउनु अन्त अस्ति त मुली पनि थियो तपाईँहरूलाई के कस्तो अस्ति टिपेको यो पनि मुली पनि थियो हो निम्बु चाहिँ थिएन हाम्रो बारीमा यहाँ ओइलिसके बिहे अस्ति मैले नटिप्नु पर्ने रहेछ यो त कसरी यो राम्रो राम्रो चाहिँ पठाइदिनु पर्छ ल यो पनि अस्ति टिपेको हामीले हो यो चाहिँ बिकी यो चाहिँ कसरी दिनु है खाइहाल्नु भन्नुपर्छ भने
त्यो ओइलिएको छ भन्नुपर्छ है यो अलिअलि चाहिँ हामी खाउँ ल भुटेर हुन्छ अप्ठ्यारो हुन्छ दिनु पनि इस्कुस पनि हालिदिइहाल्नु न एकवटा इस्कुस हालिदिन्छु बिट पनि हालिदिइहाल्नु है हामी चाहिँ जसले दिन्छ त्यसैलाई सब्जी दिउँ लाग्छ हो जसले दिँदैन मलाई कसैलाई पनि दिँदिनँ सब्जी अब भएको बाँडेर खानु मनपर्छ नि त तर सिङ्गल मात्रै मजा आउँदैन साथीहरू बाँड्नु तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ मलाई चाहिँ सिङ्गल मजा लाग्दैन त्यसले गर्दा बराबर बाँड्नु पऱ्यो नि हाम्रो त हजुरआमा र हजुरबाबाले हेरिरहँदा भने अब रक्षा गरिदिनुहुन्छ भयो यति भए जति यति भयो कि हुन्छ यति गर्दै यो साग हेर्नु न साग छैन ल यहाँ परको चाहिँ उयो बडा भयो हो यो साग साग अलिकति छैन यो कम्पनी कति मिठो हुँदैन त मलाई चाहिँ मनपर्छ यसले खाँदै खाँदैन फेरि के गर्नु आमा कि यो सब्जी पनि धेरै हुन्छ यो त नि यो बोक्रा यो कलिलो कलिलो माथि झर्दाखेरि लडेको हेर्नु न चच्चरी भुटेर खानु मिठो हुन्छ आलुसँग बोक्राइसँग फेरि छिटेको त नहाल्नु नि जिब्रोले टोकिँदैन नि बोक्रा कलिलो चाहिँ कलिलो कलिलो चाहिँ नङले अलिकति टक्कै हुने खालको थियो क्या बिट ओइलिसक्यो कहिले उखाल्नु बिट हेर्नु यत्रो यत्रो थियो त्यही कारण त्यो त सेम त्यसको लागि त केही होइन जुस बनाएर न खाइदिउँ त एक गिलास नानी हुन्छ हुन्छ सबले अर्ग्यानिक खानुको लागि कस्तो गर्छ न एक काम गरौँ न मम्मी म पूजा गर्छु अहिले साँझ हुन आँट्यो त बनाउँदै गर्नुहोस् न ल यो भिडियोमा देखाउनुहोस् न गाई छाइला बरु ब्याट्री छैन र पनि उयो चार्जमा हालेर ट्राई गर्नु गरेर चाहिँ नि निम्बु हालेर टक्क जुस खाइदिउँ त सन्चो हुन्छ अनि कि सुप खाऊँ आमा अहिले त सुपै खाने सुप खाऊँ ल जुस भन्दा पनि सुप बनाउनु न ल हजुर आफ्नो बारीमा भएको त खाउँ न मजाले अर्ग्यानिक हजुर हुन्छ त सुप बनाउने बेलामा भेट्नु ल मम्मी गाई छ बाई गाइस अब राखेको ल सुप बनाउँदा भेट्छु भन्नु अहिले सुप खाँदाखेरि देखाउँछु